के भन्न चाहन्छौ हजुर मेरो आएको हैन आजको भ्लगमा तिमी के भन्न चाहन्छौ मेरो भ्लगमा आज अलिक चिसो ज्यादा तातो दारू कम आराखा मादङ है आज फाइनली हाम्रो चाहिँ हैन अब साकेला बनाइसक्यो अब टक्क अब घर हिँड्दैछौँ हामी हेर्नुहोस् हामी घर हिँड्दैछौँ कस्तो छ केटा कस्तो छ ठिक छ थुक्क बजिया कालो छु भन्न होइन होला के हो आजको भिडियोमा सबैजनालाई स्वागत छ हैन आज हामी चाहिँ पुरा यहाँनिर मन्दिरमा छ हैन साकेलामा आएको छ पुरा रमाइलो भइरहेको छ हैन अनि मान्छेहरू नाचिरहेको छ आज पुरा एक गते पुरा चण्डी चलिरहेछ हैन चण्डी भइरहेछ हाम्रो राई समुदायको पुरो हेर्नुहोस् यहाँ रमाइलो भइरहेछ हेर्नु यहाँ हाम्रो चाहिँ यस्तो हुन्छ मेरो भान्जा वैशाख एक गते चाहिँ खतरा यहाँनिर जहिले पनि चण्डी हुन्छ क्या होइन हाम्रो चण्डी हुन्छ जोस् आज जस रमाइलो भएर छ यहाँनिर चण्डी भनेको के हो नि त हाम्रो साकेला चलिरहेको छ होइन बबाल छ बबाल तर मलाई चाहिँ होइन अब म राई भयो भने पुरा राई चाहिँ अब यस्तो चण्डी चाहिँ नाच्न आउँदैन त्यही दिमाग खराब मान्छेहरू साकेलामा नाच्नेहरू मान्छेहरू कहाँ जाने यता जाने अब होइन अब यहाँनिर हामी किन आएको थाहा छैन अब साथीले खोइ जाउँ भनेर आइरहेको छौँ हामी होइन एमन प्याक छ प्याक रहेछ ए यो त के साह्रो मोटाएको त ओइ के साह्रो यो मोटाएको बाबा ओइ अब जिमसिम गर
हौ जानु ओके मएको बसेर गर्नु ल ओके ल हामी चाहिँ अब पट्टिको अब बस्नु गएको यहाँनिर पुरा बस्ने ठाउँ भएन हो हामी कहाँ जाने यता जाने भनेको न कहाँ अनि कता यता त अघि बसेको यतै धने ल मान्छे टन्नै भरिसकेको रहेछ अनि मान्छे पुरै भरिसकेको छ बस्ने ठाउँमा बस्ने र यहाँ कहाँ बुस्टिङ अन्त 5 बजेको छैन होला आज मैले खाएको डङ्गी भयो धुलो खोर्सानी लगाएर बगात गरेर पिरो धेरै पिरो रहेछ रातो खोर्सानी पिरो हुन्छ कि अलिकति हाम्रो अरू साथीले उता गएको छ पुरा डान्स गरेर हामी चटपटी खान आएको पानी हुन्छ पानी हो जो चटपटी चाहिँ मिठो छ तर पिरो रहेछ क्या भएछ त हौ यहाँको धेरै भएछ डेन्जर हो मेरो साथीहरू कहाँ पुग्यो क्या मेरो साथीहरू कहाँ गयो हो म खोज्छु त्यहाँ डर त लाग्छ होइन नाच्नु चाहिँ डर लाग्छ तर के गर्नु होइन नाच्नै आउँदैन दिमागबाट भिडियो गरौँ भन्छु होइन यस्तो भएर चलिरहेको छ जिन्दगीको गोलीमा तर मेरो साथीहरू कता गयो क्या साथीहरू गायब भयो साथीहरू कहाँ पुग्यो क्या म साथीहरू खोज्दाखेरि यहाँ दिन जाला जस्तो मेरो चाहिँ होइन ओ साथी म तपाईँलाई नै खोजेँ कता पुग्नु भएको मेरो साथी यता हेर्नु त यता हेर्नु न वाटर मिलन चाहिँ किन बोक्नु भएको यो किन तपाईँले किन्नु भएको तिम्रो तस्बिर अब हामी पानी ल्याउन गइरहेको छ है पानी ल्याउनु टक्क पानी ल्याउने अब होइन ठिक छ अब त्यो घुमाइ भइरहेको छ रमाइलो भइरहेको छ भन्ने हामीलाई लागिरहेको छ केही छैन सुजन भाइ है हामी यहाँ पानी किन आएको हामी हो टक्क पानी एकदम चिसो कुल पानी चाहियो कुल चिसो ठन्डी पानी चाहियो यता हेर त साथी यहाँ आउनु त साथी यहाँ चाहिँ होइन यस्तो भएर पानी पिउनु आएको ठिक छ केही छैन पसलहरू कता गायब भयो भएको साथी भएको किन फर्किनु
के लाग्ने त्यस्तो फेरि पागल चाहिँ नभए 7 के लाग्छ कहिले ननाप्नु अब अहिले भर्खर निक्लेको होइन हो न म त आउँदैन त नाप्नु डर लाग्दैन हाम्रो युकेसन भाइ ओ माई गॉड थ्याङ्क यू आजको भ्लगमा तिमी के भन्न चाहन्छौ हजुर मेरो आजको भ्लगमा के भन्न चाहन्छौ आजको दाइको भ्लगमा यो रमाइलो भइरहेछ गर्मी भए पनि होइन चड्डी आइएको छ होइन अब यो वर्षको पहिलो चड्डी हो रमाइलो भइरहेछ त्यो लाइक सब्सक्राइब गरिदिनु होला है ए च्यानल दाइलाई साथीहरू कोही केही छेउमा गायब हुन्छ त्यही मलाई ठिक लाग्दैन क्या साथीहरू कता जान्छ एकै छेउमा गायब हुन्छ साथीहरू कता गएको हो एकैछिनमा हराएछ कि त्यसो होइन आजको भ्लगमा तिमी के भन्न चाहन्छौ मेरो भ्लगमा आज अलिक चिसो ज्यादा तातो दारू कम आराखा मादङ भयो क्या आज भाइको चाहिँ भाइ के भन्न चाहन्छौ म आज कस्तो हो के हो आज धेरै जिन्दगी हाम्रो आफ्नो धेरै फिदा भइरहेको छ क्या आजको दिन चाहिँ होइन त्यस्तो तिमी साह्रै क्युटी छौ र म फिदा भएको छु भने जस्तो भइरहेको छ क्या आज दिन ल ठिक जिन्दगी आजको दिन। इन्जोय हो ल ठिक छ हामी जान्छ फाइनली ए अहिलेको खालि 10 रुपियाँ गुरुवा किन भनेको क्या तिमीले ए फाइनली हाम्रो चाहिँ कहाँ फाइनली हाम्रो चाहिँ होइन अब साकेला बनाइसक्यो अब टक्क अब घर हिँड्दैछौँ हामी हेर्नुहोस् हामी घर हिँड्दैछौँ के बनाउँछु त म ब्लग ओइ यहाँ आइज त खनाले हेर्न न कस्तो छ केटा कस्तो छ ठिक छ थुक्क बजिया कालो छु भन्न त्यो त भन्नै पर्दैन देखिरहेको छु ए त्यस्तो त्यसमा त कालो छ त गोरै देखिरहेको हेर्छ यो त त्यो गोरो होइन अफ्रिका मात्र पाउँछ होइन होला के हो अफ्रिका सुनेको छ अफ्रिका घाना युगान्डा त्यसबाट उछिटेर आए जस्तो घरिघरि लाग्छ हौ तँलाई के भन्छस् त के भन्छस् त बेजत हान्नु भाइ के जान्नुभएछ र त्यस्तो एकछिन पर्खौँ भाइ त डरलाई यताबाट आउनु हुँदैन यतैबाट आउनुहुन्छ यतैबाट नपर्खिनु साथी किन पुलमा पर्ख्यौँ ल ए तपाईँ जेबमा पनि कस्तो खालको हुनुहुन्छ कहिले सहमतिको कुरै गर्नुहुन्न हौ एकचोटि जाने भने सिधा नै जाने एकचोटि जाने भएपछि जाने त्यस्तो कस्तो खालको हुनुहुन्छ भने ल हामी चाहिँ लाग्यौँ अब घर जाँदैछौँ हामी ओ माई गड ओ सुन भाइ यता हेर त हेर न के भन्छौ के भन्न चाहन्छौ मेरो भ्लगमा भनिदेऊ खुलस् त कस्तो केही न केही हौ केही भन न हौ हाम्रो गाउँ चाहिँ यस्तो खालको छ है डेन्जर छ ओ छिटा है ओ माई गड हाम्रो गाउँको नजरिया सुजन भाइ साथी कहाँ उता बिचकेर अगाडि पुगिसक्नु भयो ओ बिसो छु हामी यहाँ पर्ख्यौँ ल बिसोहरूलाई हाम्रो साथीहरू जाँदैछ हो पर्खिनु हौ कति छिटो हिँड्नु भएको हौ ओइ ओइ पर्खिनु न साथी
हेलो कस्तो अटर हुनुहुन्छ क्या साथी ल ल अब हामीले चाहिँ साकेला पनि पुरा हेरेर आइसक्यो हो अब हामी घर जाँदैछौँ दिमाग खराब बिगी ओठु तेरे त के छ त्यहाँ पानी हो के तानेको त ल गाना पर्छ त हाम्रो गाउँ अहिले खडी लागिरहेछ पुरा रुख बिरुवाहरू पनि होइन पाउलिरहेछ जो ठिक छ मकैहरू त्यहाँ फल छरेको छ हो यहाँनिर फाइनली हाम्रो साथीहरू आउँदैछ हल्लाइदिँदैछ त पुरै हल्लाउ 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 ओ माई गड ओ माई गड ओ माई गड मलाई भनेको म त कहाँ झर्छु तर यो पुल झर्छ होइन तर म झर्दिनँ क्या चुप्लुङ अरे हिले माछालाई खप्प पारेर कहाँनिर छ अरे युकेसनहरू कहाँ छ अरे एकछिन पर्खौँ न हौ अनि आउँछ त नि बबाल रोडे रोड जाने अरे यताबाटै आउँछ नि कहाँ ल ठिक छ ल हामीले लागिदिएको अब